अब हामीले मेसिन स्टार्ट गर्नुपर्ने छ। हाम्रो यो ब्रेक नलाग्ने हुनाले यो 30 सम्म झर्दासम्म हामी रोकिनुपर्ने हुन्छ हैन। गाइड पेनको 30 झरिसकेको छ। अब हामी चाहिँ स्टार्ट गर्छौँ। पहिला सुरु यहाँ गएर यो हाम्रो रिसेट गर्नुपर्यो सबै। रिसेट गरिसक्यो भने यो रिसेट गर्नुपर्यो। हाम्रो एक्जुलरी स्टार्ट भइछ, कुलिङहरू हाम्रो स्टार्ट भइरहेको छ। अब यो पनि हाम्रो चालु भइसक्यो हैन। रेडी टु स्टार्ट भन्नुपर्छ है। रेडी स्टार्ट भएपछि अब हाम्रो सबै स्टार्ट भयो त। यो चाहिँ अब हाम्रो अहिले यो क्लोज छ, यो पनि क्लोज छ। अब पहिला सुरु हाम्रो यो ओपन हुन्छ हैन। हामीले अब स्टार्ट गर्नुपर्छ। स्टार्ट। अब हाम्रो बाइपास ओपन हुन्छ है त। कुलिङ ओपन भइसकेको छ। अब बाइपास ओपन हुन्छ। रातोसँग देखायो। बाइपास ओपन हुन्छ। अब बाइपास ओपन हुन्छ है। बाइपास ओपन भयो। अब हाम्रो बाइपास ओपन भइसकेपछि हाम्रो एमआइबी ओपन हुन्छ। बाइपास क्लोज हुन्छ, एमआइबी ओपन हुन्छ है त। बाइपास क्लोज, एमआइबी ओपन हुन्छ। यहाँ तल एमआइबी छ, यो चाहिँ हाम्रो एमआइबी हो। रिसेट गर्नु हाम्रो यो क्यान्सल गर्नु पर्यो। अहिले बाइपास चल्ला छ हाम्रो। अब एमआइबी फुल ओपन हुन्छ। बाइपास क्लोज, एमआइबी ओपन, एमआइबी ओपन, बाइपास क्लोज है त। कमसेकम 15-20 सेकेन्ड 20% जति हाम्रो यो प्रतिशत बढ्यो भने एनुअल, त्यसपछि यहाँ स्टार्ट हुन्छ। चाहिँ हाम्रो गाइड पेनको अहिले पर्सेन्ट यहाँ घटिरहेछ, चाहिँ बढिरहेछ अहिले। अब स्टार्ट पुग्छ है त। हाम्रो आरपिएम अहिले यति पुगिसकेको छ, माथि आरपिएम। यो चाहिँ हाम्रो आरपिएम। यो चाहिँ हाम्रो जेनेरेटर एक्टिभ भएको किलोवाट, कति किलोवाटमा चाहिँ उत्पादन भइरहेछ। यो हाम्रो हेर्नु त, यो एमआइबी ओपन भइसकेको छ है। बाइपास क्लोज, एमआइबी ओपन। अब हाम्रो ब्रेक अहिले बिग्रेको हुनाले यो चाहिँ ग्रिन चिनमा देखाएको छ। ब्रेक चल्यो भने चाहिँ हाम्रो यो पनि यस्तै हुन्छ होइन। ओपन भयो भने यो चिन्ह देखाउँछ, रेड चिन्ह देखाउँछ। अहिले चाहिँ बिग्रेको हाम्रो यो ब्रेक हुन्छ, यहाँ ब्रेक चाहिँ बिग्रेको छ है त। यो चाहिँ हाम्रो यति आरपिएममा हाम्रो 750 आरपिएम। यो आरपिएम चाहिँ हाम्रो 750 पुग्यो भने अनि हाम्रो यता सिङ्क्रोनाइजिङ हुन्छ। यो त्यहाँ बत्ती जल्छ, सिङ्क्रोनाइजिङ हुन्छ। अब हाम्रो यो बढ्दै जान्छ। अहिले एकछिनमा सिङ्क्रोनाइजिङ भयो भने बढ्छ, हामीले बढाउँदै जानुपर्छ। अहिले स्टोभ छ अहिले 12 किलोवाट, -12 मा छ होइन। जुनमा स्टार्ट हुन्छ है त। गाइडम्यान हाम्रो अहिले यति उठिसकेको छ। यो चाहिँ हाम्रो मिनिमम हाम्रो 35-40 सम्म अहिले उठ्छ होइन। 40% सम्म अहिले उठ्छ। हाम्रो यहाँ सिङ्क्रोनाइज हुँदैछ। यो दुइटै लेभल बराबर हुनुपर्छ है त। सिङ्क्रोनाइज यसले अटोमेटिक सिङ्क्रोनाइज गर्छ यसले। अनि यो चाहिँ हाम्रो टेम्परेचर भइहाल्यो। हाम्रो बेरिङको टेम्परेचरहरू यो सेन्सर यो चाहिँ हाम्रो देखाउँछ। आरपिएम है त। यो चाहिँ हाम्रो आरपिएम। हाम्रो सिङ्क्रोनाइजिङ भयो भने यता लेख्नुपर्छ टाइम। यो चाहिँ हाम्रो गएको टाइम, मिति, डेट लेख्नु पऱ्यो। यो लाइन गएको, लाइन आएको र हाम्रो यो चाहिँ सिङ्क्रोनाइजिङ भयो भने लेख्नु पऱ्यो। किन भयो यहाँ चाहिँ लेख्नुपर्छ यस्तो कुराहरू। र हाम्रो अब यहाँ चाहिँ अब एकछिनमा केही टाइम लाग्छ। सिङ्क्रोनाइजिङ हुँदैछ होइन। यहाँ लेखिसकेको छ सिङ्क्रोनाइजिङ। यो सिङ्क्रोनाइजिङ भयो भने अनि बल्ल चाहिँ हाम्रो स्टार्ट हुन्छ है त। ल हाम्रो स्टार्ट भइसकेको छ पोजिसन। अब मैले यहाँबाट चाहिँ
25%बाट हामी 20बाट हामी बढाउँछौँ। मैले पढाइसकेँ होइन। गाइड ब्यान्डको ओपन 40% ओपन भएको छ अहिले। अहिले हाम्रो 1.1 मा चलिरहेको छ। अघि हाम्रो थियो 1.4 मा थियो भने 1.14 अहिले 1146 किलोवाटमा चलिरहेको छ है त। यो स्टार्ट गर्ने भनेको